वेलकम टु another भिडियो जहाँ चाहिँ हामीले ल्याग्रेन्ज मिन भ्यालु थ्योरमको बारेमा डिस्कस गरेका छौँ। अघिल्लो भिडियोमा चाहिँ हामी रोल्स मिन भ्यालु थ्योरमको बारेमा डिस्कस गरेका छौँ, जुन चाहिँ दुईवटा पोइन्ट इक्वल भएको अवस्थामा त्यसले काम गर्छ। तर जब दुईवटा पोइन्टहरू इक्वल हुँदैन, सानो र ठुलो हुन्छ, त्यो अवस्थामा चाहिँ हामीले ल्याग्रेन्ज मिन भ्यालु थ्योरमको युज गर्छौँ। धेरै जसो क्वेसनहरूमा रोल्स भन्दा पनि यो नै सोधिरहेको हुन्छ, जसको थ्योरी चाहिँ के हो भन्दाखेरि if a function fx is continuous at open interval of a b and differentiable at closed interval of a b, then there exists c a point c which belongs to a b such that dash c is equal to fb minus fa whole divided by b minus a. र यसको जियोमेट्रिकल इन्टरप्रिटेसन चाहिँ के हो भन्दाखेरि if a function satisfies Lagrange mean value theorem, then यो Lagrange mean value theorem मा चाहिँ केही जुन continuous र differentiable, then there exists at least one point comma fc from where a tangent can be drawn which is parallel to the chord joining two endpoints a comma fa and b comma fb. यसको ग्राफ चाहिँ हामीले कसरी देखाउन सक्छौँ भन्दाखेरि यो ओरिजिन हो, यतातिर चाहिँ एक्स एक्सिस र यो वाइ एक्सिस, जसमा चाहिँ दुईवटा पोइन्टहरू छ। यो एउटा फङ्सन हो एफएक्स, यो एउटा फङ्सन हो जसमा चाहिँ दुईवटा पोइन्टहरू छन्, यो ए पोइन्ट, यो बी पोइन्ट, जसमा चाहिँ एउटा यस्तो पोइन्ट हुन्छ सी, जसबाट यदि हामीले टेन्जेन्ट ड्र गऱ्यौँ भने यो चाहिँ त्यस्तो कर्डसँग प्यारलल हुन्छ, जसलाई चाहिँ हामीले ए र बी जोइन गर्नको लागि तानिरहेका हुन्छौँ। यो दुईवटा लाइन र यो दुईवटा लाइन। ल्याग्रेन्ज मिन भ्यालु थ्योरमको चाहिँ मेन कन्सेप्ट यही नै हो र हामी अब चाहिँ इक्जाम्पलतिर लाग्नेछौँ। र हामीसँग यो एउटा क्वेसन छ जो चाहिँ हामीले पास्ट क्वेसनहरूमा धेरै देख्ने गर्छौँ। यो चाहिँ पोखरा युनिभर्सिटी, त्रिभुवन युनिभर्सिटी, पूर्वाञ्चल, काठमाडौँ सबैमा सोधिरहेकै क्वेसन हो। क्वेसन चाहिँ के छ भन्दाखेरि एफएक्स एउटा फङ्सन इज इक्वल टु एक्स स्क्वायर माइनस 2, जुन चाहिँ ओपन इन्टरभल 1 र 4 को ओपन इन्टरभलमा पर्छ। र यसलाई चाहिँ के भनेर सोध्छ भन्दाखेरि ल्याग्रेन्ज मिन भ्यालु थ्योरमद्वारा भेरिफाई गर्ने भन्न सोध्छ, जसलाई चाहिँ यसको कन्डिसनहरू चाहिँ के हो भन्दाखेरि यो फङ्सन कन्टिन्युस हुनु पर्यो ओपन इन्टरभलमा र डिफरेन्सिएबल हुनु पर्यो क्लोज इन्टरभलमा। फर्स्ट कन्डिसनको लागि चाहिँ र यसलाई हेरेरै पनि थाहा हुन्छ कि यो एउटा पोलिनोमियल फङ्सन हो। सो इट इज अ पोलिनोमियल फङ्सन। पोलिनोमियल फङ्सनको प्रोपर्टी के हो भन्दाखेरि यो चारैतिर कन्टिन्युस हुन्छ, which is continuous everywhere. So it is also continue at 1, 4. र दोस्रो कन्डिसन चाहिँ यो फङ्सन डिफरेन्सिएबल पनि हुनु पर्यो ओपन इन्टरभलमा। त्यसको लागि हामीले पहिला डेरिभेटिभ निकाल्नु पर्यो। एफ ड्यास एक्स इक्वल टु, त्यसको डेरिभेटिभ चाहिँ हामीले पावरफुलबाट 2x, यसको कन्स्ट्यान्टको 0 हुने भइहाल्यो। सो हामीसँग यदि डेरिभेटिभ निक्लिन्छ भने यो डिफरेन्सिएबल पनि छ ओपन इन्टरभलमा। सो इट इज अल्सो डिफरेन्सिएबल एट ए कमा बी। सो हामीसँग यदि दुईवटै कन्डिसन मिट भयो भने हामीले यसमा ल्याग्रेन्ज मिन भ्यालु थ्योरम अप्लाई गर्न सक्छौँ। द फङ्सन satisfies all the conditions of Lagrange mean value theorem. So there exists
at least 1 point such that f dash c equal to f b minus f a the whole power b minus a जसलाई हामी इक्वेसन 1 मान्न सक्छौँ। हामीसँग दुईवटा पोइन्ट छ 1 र 4। हामीले पहिले नै डेरिभेटिभ निकालिसकेका छौँ, त्यही भएर फेरि डेरिभेटिभ के निकाल्नु, त्यही भएर एफ ड्यास सी चाहिँ सीको टर्ममा 2c पनि हाल्यो। त्यसै गरी फंक्सन इन टर्म्स अफ b स्क्वायर माइनस 2। त्यसै गरी फंक्सन इन टर्म्स अफ a इक्वल टु a स्क्वायर माइनस 2। र यो तीनवटा भ्यालुलाई हामीले इक्वेसन 1 मा राख्दाखेरि के हुन्छ भन्दाखेरि 2c इक्वल टु b स्क्वायर माइनस 2 माइनस a स्क्वायर माइनस 2 डिवाइड बाई b माइनस a और 2c इक्वल टू b स्क्वायर माइनस 2 माइनस a स्क्वायर प्लस 2 बाई b माइनस a 2 कैंसिल आउट भयो और 2c इक्वल टू b स्क्वायर माइनस a स्क्वायर बाई b माइनस a और 2c इक्वल टू b माइनस a b प्लस a बाई b माइनस यो दुईवटा क्यान्सल भयो, हामीसँग बच्यो 2c इक्वल टू b प्लस a। हामीलाई क्वेसनमा के दिएको छ भन्दाखेरि यो लिमिट चाहिँ a को भ्यालु 1 र b को भ्यालु 4 दिएको छ। सो 2c इक्वल टू 4 प्लस 1 और 2c इक्वल टू 5। सो c इक्वल टू 5 बाई 2 जो चाहिँ बिलोङ्स टु 1 2 4। यसबाट के प्रुभ भयो भन्दाखेरि ल्याग्रेन्ज मिन भ्यालु थ्योरमबाट यो फंक्सन प्रुभ भयो। सो इट भेरिफाई ल्याग्रेन्ज मिन भ्यालु थ्योरम। होप तपाईहरुले यो कन्सेप्ट चाहिँ बुझ्नुभयो, एक्जाम्पल पनि बुझ्नुभयो होला। यस्तै यस्तै भिडियो चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला र आफूले नबुझेको टपिकहरु कमेन्ट बक्समा दिनु होला। धन्यवाद।